भित्र विपक्षीहरूले कुन आधारमा र कुन नैतिकतामा र कुन गल्तीमा के गल्ती गरेकोमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने, राजीनामा किन मागियो, यो हामी नेपाली युवाहरूको प्रश्न हो। उहाँहरूलाई है, तपाईहरूलाई प्रश्न हो। श्रम संस्कृति पार्टीको अध्यक्ष हर्का साम्पाङ राईज्यूलाई हामीले धेरै विश्वास गर्थ्यौँ, मान्थ्यौँ होइन। उहाँ एकदम असल मान्छे लाग्थ्यो। हो, उहाँ असल मान्छे पनि त हुनुहुन्थ्यो पहिला। मेरुधरी केही थोरै एक दुईवटा काम राम्रो पनि गर्नुभएको जस्तो लाग्थ्यो है। तर अहिले भालेन्सा प्रधानमन्त्रीज्यूले, माननीय प्रधानमन्त्रीज्यूले राजीनामा कुन आधारमा दिनुपर्ने हो, के गल्ती गरेका छ, कुन चाहिँ उहाँले काम गरेको छैन र उहाँले राजीनामा दिनुपर्ने हो। जनताहरूमा भ्रम फैलाउने कारण चाहिँ के हो? यो हर्का साम्पाङलाई र हर्का साम्पाङको सपोर्टरहरूलाई र उहाँको सांसदहरूलाई, यो अराजक मचाउने सांसदहरूलाई र अहिले विपक्षी जति पनि पार्टीकाहरू सांसदहरू हुनुहुन्छ, तपाईँहरूलाई यो प्रश्न हो। हामी युवाहरूले प्रश्न गरेको, किन राजीनामा दिनु पर्यो प्रधानमन्त्रीले है? यसको जवाब दिनु होला, सदनबाटै तपाईँहरूले जवाब दिनु होला। यो भिडियो तपाईँहरूको माझमा पुग्यो भने तपाईँहरूले हामीलाई, नेपाली जनतालाई जवाब दिनु होला। अब रह्यो अर्को कुरा, सुकुम्बासीको नाउँमा हुकुमबासीहरूलाई सपोर्ट गर्दै हिँड्ने, हुकुमबासीहरूलाई बचाउन खोज्ने काङ्ग्रेस, एमाले, माओवादीसँग मिलेर श्रम संस्कृति पार्टीको अध्यक्ष हर्का साम्पाङहरू मिलेर है। तपाईँहरूले गर्न खोजेको चाहिँ के? सुकुम्बासीहरूलाई त्यही हुकुमबासीहरूको मार्फतद्वारा सुकुम्बासीहरूलाई त्यही खोलाको किनारमै छाप्रोमै बस्न दिने हो। अब बाढी आउन आँटेको छ होइन, अब झरी पर्न आँटेको छ, पानी पर्न आँटेको छ, ठुलो बाढी आउँछ र खोला ठुलो बन्छ र फेरि नेपाली जनतालाई बगाएर लान्छ। त्यही चाहेको हो। दुई तिहाईको सरकार, काङ्ग्रेस र एमालेको सरकार, रमेश लेखा गृहमन्त्री हुँदाखेरि त्यतिखेर छाप्रोको माथि, टहराको माथि छतमा बसेर, टिनको छतमा बसेर तीनजना व्यक्तिले हामीलाई बचाउनुहोस् भनेर गुहार माग्दाखेरि चाहिँ हाम्रो हर्का साम्पाको आवाज कहाँ मरेको थियो, कहाँ दबिएको थियो, किन आवाज उठाइएन त्यतिखेर? अनि अहिले सरकारले जुन राम्रो काम गरिरहेको छ, सुकुम्बासीलाई व्यवस्थित गर्ने, हुकुमबासीलाई हटाउने भनेर जुन हटाइएको छ, अनि विरोध गरिदिने। अनि सांसद भवनमा बैठकमा जुन पाइदिए, बैठकमा जतिखेर पनि आउनुपर्ने के अरे सभापति र प्रधानमन्त्री र सभापतिको अरू काम छैन, गुइठे। आज मैले गुइठे नै भने, माफ गर्नु होला नेपाली दाजुभाइ दिदीबहिनीहरू, मसँग दुश्मनी नसाध्नु होला, तर बाध्यताले म बोल्न बाध्य भएँ कि मलाई यसरी तपाईँले दुश्मनी नसाधिदिनु होला कि। किन भन्दाखेरि जनताको काम गरिरहेको प्रधानमन्त्री जनताको भावना हेरेर सभापतिले कानुन बनाउन खोजिरहेको छ, अध्यादेश ल्याइरहेको छ प्रधानमन्त्री र सभापतिले होइन, पार्टीको सभापति र प्रधानमन्त्रीले, रवि लामिछानेज्यू र बालेन्साज्यूले। अनि काम गरिराख्दा पनि राजीनामा माग्ने, घरि आलोचना गर्ने, घरि विरोध गर्ने, घरि जनताको ब्रेन वास गर्ने, भ्रम छरिने, यो काम गर्ने गुइठे। तपाईँ सांसद पदबाट राजीनामा दिनुहोस् हर्का दाइ। तपाईँ हामीले चाहेको नेता होइन। अब तपाईँलाई यो हालमा तपाईँलाई हामीले चाहेको नेता हुँदै होइन। अबको 5 वर्ष, 10 वर्ष, 20 वर्ष तपाईँ नेता बन्ने लायकै होइन। मैले जति पनि भिडियो बनाएर बोलेको छु नि, जोन बिके भने गएर सर्च गर्नु होला, सामसुङ गएर तपाईँहरू सर्च गर्नु होला। त्यहाँनिर मैले स्पष्ट रूपमा मैले यसरी उ गरेको छु होइन, मैले भिडियो बनाएर हालेको छु। जेनजीहरूको आन्दोलन हुनुभन्दा 1.5 वर्ष अगाडि, 1 वर्ष आदि अगाडि मैले बोलेको कुराहरू आज पुरा भएको छ। अब फेरि डरलाग्दो आन्दोलन हुन्छ। यसरी नै यो सरकारलाई, राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारलाई काम गर्न दिएनौ भने नि, राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकर्ताहरू आउनु पर्दैन, शुभचिन्तकहरू आउनु पर्दैन आन्दोलनमा, स्वतन्त्र जनताहरू नै आउँछ आन्दोलनमा। राष्ट्रिय स्वतन्त्र पार्टीमा भएकै जनताहरू नै स्वतन्त्र जनताहरू हो होइन, तर वास्तवमा जनताहरू रोडमा आउनेवाला छ है। अब यदि काम गर्न दिएन भने है, विरोध यसरी नै गरिराख्ने हो भने
तिमीहरूलाई रको एजेन्टहरू सदनभित्र रको एजेन्टहरू छिरेको छ यार। रको एजेन्टहरूलाई हामी यो भन्न चाहन्छौँ, आग्रह गर्छौँ, तपाईँहरूले यो देश बन्न दिनुहोस्। साँच्चै नै साथीहरू, रको एजेन्टहरू छाप्छुपी छ अहिले सदनभित्रै छिरेको छ। 3 सिटे, 2 सिटे, 7 सिटे, 8 सिटे, 10 सिटे, 12 सिटे, 27 सिटे, 16 सिटेहरू सबै रको एजेन्टहरू छिरेको छन्। त्यो 2/3 सरकार बनिरहेको ठाउँमा सरकार ढाल्नको निम्ति 12 भाइहरूदेखि लिएर रको एजेन्टहरू प्रयोग गरिएको छ। हामीले बुझ्नुपर्छ नेपाली जनताहरूले। अब भेडा बन्नु हुँदैन। अब को सही हो को गलत छुटाउने बेला आइसकेको छ। हामीले आर गुइठे जहिले पनि के अरे विरोध गरिया छ। कति विरोध गरिया क्या, कति विरोध गरिया। देश बनाउनु देऊ न यार, काम गर्न देऊ। 5 वर्षमा चुप्प लाएर मुखमा ताला लाएर बस न। 2/3 मत लिएर अस्ति किन सरकार नभएको तिमीलाई जनताले किन पत्याएन? 2/3 मत पाएको सरकार हो है, जान्छिन नसोध तिमीहरूले। अनि अब रह्यो आन्दोलनको कुरा। हामी नेपाली युवाहरूले हेरिरहेको छौँ रको एजेन्टहरू कहाँ छिरेको छ भन्ने कुरा है। युवाहरूले हेरिरहेको छ। विदेशमा बसेर पेत्र बोल्छ भनेर मलाई टार्गेट नगर्नु होला होइन। तर वास्तवमा तपाईँहरू सुन्नुहोस्, बुझ्नुहोस्। आज सामाजिक सञ्जालमा आएर श्रम संस्कृति पार्टीको सपोर्टरहरूले त्यति नै गाली गरिरहेको छ। घिनलाग्दो अप्रिय शब्दहरू प्रयोग गरिरहेको छ। नैतिकता र अनुशासन भन्ने केही पनि देखिँदैन। जङ्गली व्यवहार गरिरहेको छ, गाली गरिरहेको छ, झुटो कुरा बनाएर आरोप लगाइरहेको छ। यो नैतिकता सही भएन। यो कुनै पनि संस्कार भएन। तपाईँहरूले जुन कुराले जाति विवेक भाड्न खोज्नु हुँदैछ, धर्मको विषय लिएर युद्ध गराउन खोज्नु हुँदैछ, जातिको विषय लिएर युद्ध गराउन खोज्दैछ, खबरदार होसियार रहनु होला। हामीले तपाईँहरूलाई चेतावनी बार दिइरहेका छौँ। यहाँभन्दा डरलाग्दो अवस्था त्यो दिन आओस् भन्न चाहन्छु। हस्त नमस्ते। यो भिडियो राम्ररी सुन्नु होला, धेरैभन्दा सेयर गरिदिनु होला, फेसबुकमा पनि गएर हेरिदिनु होला है। यहाँहरूले लाइक र कमेन्ट गर्नु होला। त्यो ठाउँमा हर्क साम्पम भएको ठाउँमा पुगोस् यो भिडियो, यही भन्न चाहन्छु। हस्त नमस्ते।